टिएमसीसँग धेरै साल काम गर्नुभयो, तपाईँले अघि पनि भन्नुभयो। राज्य सरकारको नजरिया हुन्छ नि हाम्रो पहाडमाथि अथवा गोर्खा सम्पूर्ण सिङ्गो गोर्खामाथि कस्तो नजरिया हुन्छ? तपाईँ त्यो भित्र काम पनि गर्नुभएको धेरै साल, उनीहरूको नजरिया कस्तो छ हाम्रो डिमान्डपट्टि? तपाईँले त धेरै नजिकबाट हेर्नु। तल सुकुनादेखि उकालो आउँदा मात्रै सम्झिन्छ, गाह्रो छ है। सुकुनाबाट उकालो आउँदा चाहिँ सम्झिन्छ, उता डिस्कस हुन्छ नि। सुकुनाबाट उकालो आउँदा सम्झिन्छ, छोडेर ओह्रालो गइसकेपछि भुलिहाल्छ। गाह्रो छ। मैले भने त त्यहाँभित्र उहाँहरूलाई म उहाँको भुल पनि भन्दिनँ, किनभने ठुलो ठुलो समस्याले उहाँलाई घेरिरहेको हुन्छ। यो समस्या त उनीहरूको लागि एकदमै सानो समस्या हुन्छ क्या। त्यसले गर्दाखेरि त्यहाँ गएर हाम्रो पहाडको नेतृत्वले त्यो जोडसँग उठाउनु सक्दैन, किनभने त्यहाँ अन्य ठुल्ठुलो विषय लिएर डिस्कसन भइरहेको। त्योभित्र दबाउ पनि हुन्छ। दबाउ पनि अवश्य हुन्छ, आफू माइनोरिटीमा हुन्छ। धेरै गाह्रो। त्यसले गर्दाखेरि बाहिरबाट हामीले उठाउँदाखेरि चाहिँ उनीहरूको कान ठाडो हुन्छ। फेरि बुझ्नु भएन, बाहिरबाट उठाउँदाखेरि चाहिँ उनीहरूको कान चाहिँ ठाडो हुन्छ। मैले चाहिँ लाग्यो त्यो चाहिँ सठिक हुन्छ। त्यो भित्र बसेर कान ठाडो पार्न सकिँदैन, बाहिर बसेर कान ठाडो पार्न सकिन्छ भने त किन साँचो रिजनलिजम नगर्नु त, साँचो क्षेत्रवाद किन नगर्नु त भन्ने कुरा।